हाई एभ्रिवान आजदेखि चाहिँ हाम्रो म्युजिक भिडियो मैले थाहा पाएँ म्युजिक भिडियो सुरु हुँदैछ र हामी आजदेखि एउटा म्युजिक भिडियोलाई सुरु गर्दैछौँ र हाम्रो क्यामेराम्यानमा बालदिवस तामाङ रेडी हुनुहुँदैछ अनि हाम्रो साथमा हुनुहुन्छ सुमनजी हुनुहुन्छ अनि त्यसै गरेर यहाँ हुनुहुन्छ दिसिना राई अनि पर्वत तामाङ सो वी आर ब्याक अगेन विथ द म्युजिक भिडियो एन्ड सर्ट मुभी अहिले चाहिँ हामी म्युजिक भिडियो खिच्दैछौँ र यस पछाडि सर्ट मुभीहरू हाम्रो लगातार आउनेछ तपाईँले युट्युब च्यानल वीरेन्द्र सुब्बा अफिसियललाई लाइक कमेन्ट सब्सक्राइब गर्नुहोला चाँडोभन्दा चाँडो अब यस्तो म्युजिक भिडियो सर्ट मुभिजहरू चाहिँ तपाईँले पाउनुहुनेछ होइन सुमनजी के छ ठिक छ अनि हामी राइट के गर्नु हुने अरे फेरि भन्नु र यस्तो झार्ने होइन अनि यस्तोले पुच्याउने क्या यो ल सुटिङ चाहिँ भइरहेको छ अहिले होइन यहाँ अब अर्को सिन चलिरहेको छ साथीहरू हेर्दै गर्न सक्नुहुन्छ तपाईँहरू हाम्रो आजको लोकेसन चाहिँ तोरीबारी जङ्गलमा रहेको छ गाइस हामी चाहिँ आज यहाँ सुटिङ गर्न आएका छौँ तपाईँहरूलाई म बिहाइन्ड द सिन देखाउने नै छु यस्तो छ आजको सुटिङ चाहिँ खुट्टा जान्छ है बिस्तारै गर है मेरो खुट्टा त्यसै गर्दैछ अब यहाँ राखेर जाऊँ भने खिचौँ ल यहाँ चाहिँ मेकअप आर्टिस्ट आफै हो होइन सबै कुरा आफै हो यहाँ चाहिँ केही समय पछाडि हाम्रो दमकमा एउटा मिटिङ हलको लागि तयारी भएको छ केही कुराहरू अहिले हामी तपाईँलाई देखाउने होइन नहाँस्नु न फरक पर्दैन फरक पर्दैन बडीगार्ड केटा छ यहाँनिर बडीगार्ड फिल्मको बडीगार्ड तपाईँले बडीगार्ड भन्ने फिल्म हेर्नुभयो होला सलमान खानको सलमान खान जस्तो छ ध्यान पनि बडीगार्ड हाम्रो क्यामेराम्यान पर्वत राउतेकोस्
गाइस अहिले चाहिँ हामी सुटिङको क्रममा भोक लागेर होइन खानाको लागि आएका छौँ। हेर्न सक्नुहुन्छ बालदिवस तामाङ, सुमन, पर्वत तामाङ, क्रिस्टिना राई द ग्रुप। हामी फेरि हाम्रो कामलाई प्रोजेक्टलाई अगाडि बढाइरहेका छौँ। गाइस अहिले चाहिँ हामी म यहाँनिर थकालीमा सुटिङ लागेको छ मेरो भिडियोको र यो चाहिँ एउटा मिटिङको होइन बिजनेस मिटिङको सुटिङ लागेको छ। किप वाचिङ गाइस द भ्लग बिफोर द म्युजिक भिडियो रिलिज। हामी भ्लगलाई रिलिज गर्नेछ। यु क्यान सी आवर टिम ओभर हियर। थकाली खानाको लागि चाहिँ हामी यस्तो छ हाम्रो लास्टै ढिलो गर्ने मान्छे, लास्टै ढिलो। कति बजे रे कति बजी सक्ने नि यहाँ हेर्नु है 1 टेक भन्नुहुन्छ 15-20 टेक जान्छ हो कि होइन? हुँदैछ कि डिस्कस हुँदैछ के पर्फेक्ट चाहिने यही दादालाई, यही दादाको जुस। अनि उठ्यो अनि त्यहाँको महिनामा खिच्दा हुन्छ नि पछाडिको यो महिनामा हामी चाहिँ हाम्रो मामा माइतीको घरमा छौँ। छिटो छिटो ब्रस गर्नु जानुभयो हो के? साँच्चै के सुट हो? हाम्रो कुन डे हो यो? 3rd डे है? 3rd डे फोर्थ हो? मी Let's do it. Take 5 है यो चाहिँ। यस्तो छ यो सुकी सुकी। हजुर क्यामेराम्यानको खिच्ने स्टाइल। हेलो गाइस, अहिले चाहिँ हामी कफी खाँदैछौँ सर सकेर है। वी हेभ अ टिम हियर कफी खाँदैछन्। ए अहिले हाम्रो ग्रुप फोटो हाल्नु नबिर्छ केटाकेटी हो। अब यो टिम हामीलाई फेरि चाहिएको छ सर्ट मुभीको लागि होइन। यो म्युजिक भिडियो पछाडि हाम्रो सर्ट मुभी हुन्छ। मेरो मात्रै आए लेटमा अहिले राइटमा त उल्टो भएन फेरि हेलो यो त बिहाइन्ड द सिनमा आउँछ अरे हाम्रो दादाको। एकचोटि फेरि यही गर्नु न ल। पनि त्यही खाले एकचोटिमा कहिले हुँदैन है हाम्रो चाहिँ। ल धमाधम खाने कार्यक्रम भइरहेको छ अहिले चाहिँ। रुखमा आगो बाल्दैछ बेलुकाको यो सिनमा सक्नुहुन्छ। सबपट्टि पनि छ गाइजहरू आफ्नो तरिकामा छ। कोही निदाउँदैछन्, कोही हाँस्दैछन्, कोही हेर्दैछन्। बोला है
गाइस जाँदा चाहिँ हाम्रो अन्तिम दिनको सुटिङ छ होइन र केटाहरू आउँदैछ यहाँनिर है यु क्यान सी ओभर हियर र मैले हामीले च्याट्टे चाहेको सिन चाहिँ जुन हामीले मागेको थियो कथाले ठ्याक्कै आएको छ अहिले चाहिँ यो चाहिँ हामीले होइन च्याट्टै गर्नुपर्ने सुट हो हामीले र यु क्यान सी ओभर हियर हेलो हेलो गाइस दिवस त अर्कै क्या तँले त्यही भएर यो लाउनु त चस्मा लाउँदा राम्रो देख्दो रहेछ 1 2 3 go we miss you रिदिमा ल अहिले चाहिँ हाम्रो टिम छ यहाँनिर होइन तपाईँले सक्नुहुन्छ यो टिममा चाहिँ केहीको कमी होला साथीहरूलाई सोध्नु के कमी रहेछ केटाले रिदिमाको के कमी रहेछ जेठो we miss you रिदिमा टिममा चाहिँ रिदिमाको कमी भइरहेछ है सो वी मिस सो मच one of our team members of our music video and stuff like this. Alright, thank you so much. ल गाइस अहिले चाहिँ हामी मधुमला आएका छौँ माथि रमितेबाट रमितेमा चाहिँ हुसे थियो र अहिले यहाँनिर चाहिँ रमितेमा चाहिँ हुसे थिएन यहाँनिर चाहिँ डम्मै हुसे छ अनि माथि चाहिँ फेरि गर्मीले पसिना आइरहेको ज्याकेटतिर धुलो हेर्नु न त्यहाँ ज्याकेटतिर धुलो आमा धुलै धुलाइदिन्छ भन्नु तपाईँलाई गाला छुँदाउने खसुरो हुँदैछ वाइटमा हान्दै मैले बाल दिवस तामाङ उहाँ आज 10 चोटि चाहिँ वासरुम जानुभएको छ हामीले चाहिँ फोटो खिच्ने मौका पाइरहेको म चाहिँ अहिले कफी खाँदैछु धेरै स्ट्रेस फिल भयो होइन त्यो भएकोले गर्दाखेरि हिलिङ गर्दैछु आफैलाई आजको हाम्रो लगभग सुटिङ सक्यो होला होइन दिस द फाइनल लास्ट डे अफ सुटिङ र यो बिहाइन्ड द सिनलाई तपाईँहरूले माया गरिदिनु होला र हाम्रो म्युजिक भिडियो एकदमै चाँडै आउँदैछ हामीले धेरै मिहिनेत गरेका छौँ माया गर्नु होला हाम्रो टिमलाई त्यसरी साथ दिनु होला थ्याङ्क यू सो मच गाइस चाहिँ हाम्रो फुल टिम आएको छ यहाँ हराएको दुईजना बडीगार्डहरू पनि आइपुग्नु भएको छ दिपक तामाङ यहाँ हुनुहुन्छ आज म भाइरल भयो हो उहाँ ट्राफिकले भिडियो गरेर राइड गर्नु होला हुसिया लागेर भन्ने गरी आएको त्यस्तो भएन नि आज म भाइरल क्यान सी ओभर हियर आजको हाम्रो फाइनल सुटिङ चाहिँ होइन समाप्त भएको जानकारी यहाँलाई बाइ द वे वन्डरफुल हामी टक्क हामी रमितेमा सुट गऱ्यौँ अनि ओह्रालो टक्क अनि मल्टिपल आएर कफीहरू टक्क बस्यौँ यहाँ आएर सुरु भयो नि जुन चाहिँ रियाक्सन भिडियो साथीहरू म त देखिन त अगाडि त्यहाँ कहाँदेखि हौ सुरुबाट हेर्दिनँ टचमै आयो फेरि सम्झेको क्या टचमा सबै बुझ्यो अल्फा रोमियोका मनै हो यस हाँस्या कस्तो लाग्यो कस्तो लाग्यो कथा बुझ्यो अहिले चाहिँ अघि त कहाँ हिँडेको केटो बोकेर भन्थ्यो होला गीत सुने पनि त्यो काट्दै काट्दै गरेर बस्दै ड्रोनको चाहिँ एक्सटर्नल होइन इन्टरनल